आज हामी एउटा यस्तो घटनाको वास्तविकता खोज्दैछौँ जसले हजारौं नेपालीलाई भावुक बनाएको छ। फलामे साँकलामा बाँधिएको एउटा विशाल हात्ती, के उसलाई सजाय दिएको हो कि यसको पछाडि विज्ञान र वन्यजन्तु व्यवस्थापनको अर्को कथा लुकेको छ? सामाजिक सञ्जालमा धेरैले भने बेचारा हात्तीलाई किन बाँधियो, तर वास्तविकता त्योभन्दा धेरै फरक छ। आज हामी तथ्यका आधारमा यो घटनाको विश्लेषण गर्नेछौँ। यो हो कृष्ण प्रसाद, उमेर 22 वर्ष, चितवन राष्ट्रिय निकुञ्जको घरपालुवा भाले हात्ती। कृष्ण जन्माष्टमीकै दिन जन्मिएकाले यसको नाम कृष्ण प्रसाद राखिएको हो। जन्मेदेखि नै माहुते सिकन्दर चौधरीले यसको स्याहार गर्दै आएका छन्। यो कुनै जङ्गली हात्ती होइन, वर्षौंदेखि संरक्षण, गस्ती र निकुञ्ज व्यवस्थापनमा योगदान दिँदै आएको हात्ती हो। अब सबैभन्दा ठूलो प्रश्न, आखिर माद भनेको के हो? भाले हात्तीमा समय समयमा हुने एउटा प्राकृतिक जैविक अवस्था हो जसलाई अंग्रेजीमा मस्त भनिन्छ। यस समयमा टेस्टोस्टेरोन हर्मोनको मात्रा सामान्य अवस्था भन्दा धेरै गुणा बढ्न सक्छ र कहिलेकाहीँ आफ्नै मावा मौतेलाई पनि नचिन्ने अवस्था आउन सक्छ। यही कारणले कृष्ण प्रसादलाई फलामे साङ्गलाले बाँधिएको हो, सजायका लागि होइन, कर्मचारी, माहुते र स्वयं हात्तीको सुरक्षाका लागि। निकुञ्जका अनुसार अहिले उसलाई टाढाबाट घाँस र पानी दिइँदैछ। नजिक जान निकै जोखिम हुने भएकाले सबै काम सावधानीपूर्वक गरिन्छ। यद्यपि लामो समय बाँधिएर बस्दा शरीर कमजोर देखिन सक्छ, त्यसैले मादको अवधि सकिएपछि उसलाई फेरि सामान्य दिनचर्यामा फर्काइने योजना छ। अहिलेसम्म हामीले कृष्ण प्रसाद किन बाँधिएको छ भन्ने बुझ्यौं। अब प्रश्न उठ्छ, के यो केवल कृष्ण प्रसादसँग मात्र हुने अवस्था हो वा संसारभरका भाले हात्तीमा पनि यस्तै? वन्यजन्तु विज्ञहरूका अनुसार यो अवस्था संसारभरका अधिकांश वयस्क भाले, एसियाली र अफ्रिकी हात्तीमा देखिन्छ। माद कुनै रोग होइन, यो हात्तीको प्राकृतिक जैविक अवस्था हो जसले केही समयका लागि उसको व्यवहारमा ठूलो परिवर्तन ल्याउन सक्छ। यस अवधिमा हात्तीले आफ्नै माहुतेलाई समेत चिन्न छोड्न सक्छ। कृष्ण प्रसादसँग पनि यस्तै भयो। 22 वर्षदेखि सँगै रहेका माहुते सिकन्दर चौधरीले धेरै सम्झाउने प्रयास, तर त्यो बेला कृष्ण प्रसादले कुनै आदेश मानेन, बरु कर्मचारीतर्फ आक्रामक व्यवहार देखाउन थाल्यो। यही कारण निकुञ्ज प्रशासनले सबैभन्दा सुरक्षित विकल्प रोज्यो। उसे अशक्त रूपमा फलामे साङ्गलाले बाँडियो। कतिपयले यसलाई क्रूरता भन्नेका छिन्, तर वन्डी जन्तु वसापनमा खेतेकाई यस्तो जिनल सुरक्षा कारणले लिनुपर्छ। यदि यस्तो बेला हट्टी कुला छोडियो भने के हुन सक्छ? उसले मानिस, अन्नु हट्टी वा आफैलाई सेत चोट पुर्याउन सक्छ। यसैले धेरैवटा राष्ट्रिय निकुञ्जहरूले विशेष महेर अपनाउँछन्। यद्यपि कम हिन्डुलका कारण उसको शरीर केही कमजोर देखिन थालेको छ। निकुञ्जका अनुसार मादको अवधि सकिएपछि उसलाई पुनः सामान्य जीवनमा फर्काइन्छ। चितवन राष्ट्रिय निकुञ्जले पनि यही अभ्यास अपनाएको जनाएको छ। अहिले कृष्ण प्रसादलाई टाढाबाट मात्र घाँस, पानी र आवश्यक हेरचाह दिइँदैछ। तर एउटा प्रश्न अझै बाँकी छ, 22 वर्षदेखि सँगै रहेका माहुते सिकन्दर चौधरी कस्तो मानसिक अवस्था सम्बन्ध कति गहिरो थियो? पूरा कथा अब छिनमा। अहिलेसम्म हामीले माद अर्थात् मस्तको वैज्ञानिक पक्ष बुझ्यौं। अब एउटा भावुक पाटोमा जाउँ, कृष्ण प्रसाद र उसको माहुते बीचको 22 वर्ष लामो सम्बन्ध। कृष्ण प्रसादको जन्म 2051 साल भदौमा कृष्ण जन्माष्टमीकै दिन खोरसोर हात्ती प्रजनन केन्द्रमा भएको थियो। त्यही कारण उसको नाम राखियो कृष्ण प्रसाद। जन्मेदेखि नै माहुते सिकन्दर चौधरीले उसलाई हुर्काएका हुन्। 22 वर्षसम्म एउटै माहुतेसँग बस्दा उनीहरूबीच गहिरो विश्वास र सम्बन्ध निर्माण भएको थियो। तर माद चढेपछि त्यो सम्बन्ध पनि केही समयका लागि बदलिन सक्छ। यस अवस्थालाई धेरै विज्ञहरूले अस्थायी व्यवहारिक परिवर्तन भनेर व्याख्या गर्छन्। यसको अर्थ हात्तीले आफ्नो माहुतेलाई सधैँका लागि बिर्सेको होइन, यो केवल केही हप्ता वा केही महिनासम्म रहने प्राकृतिक अवस्था हो। अहिले पनि सिकन्दर चौधरी टाढाबाटै कृष्ण प्रसादलाई घाँस र पानी खुवाइरहे। नजिक जान जोखिम भएकाले सबै काम सावधानीपूर्वक गरिन्छ। कृष्ण प्रसादलाई चराउन पनि लगिएको छैन। कम हिन्डुल र कम खानाले उसको शरीर केही कमजोर देखिन थालेको छ। तर निकुञ्जका कर्मचारीहरूका अनुसार यो अवस्था अस्थायी हो। माद सकिएपछि कृष्ण प्रसाद फेरि सामान्य जीवनमा फर्किने अपेक्षा गरिएको छ। यसबीच सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू पनि आएका छन्। कतिपयले यसलाई पशु अधिकारको विषय बनाएका छन्, अर्कोतर्फ संरक्षण कर्मीहरूले यसलाई सुरक्षा व्यवस्थापनको आवश्यक कदम भनेका छन्। यही कारण यस्तो विषयलाई भावनाले मात्र होइन, वैज्ञानिक तथ्यले पनि हेर्नुपर्ने आवश्यकता हुन्छ। तर एउटा अर्को प्रश्न अझै बाँकी छ। यदि कृष्ण प्रसादलाई लामो समय यसरी राख्नु पर्यो भने त्यसको असर के पर्छ र विश्वका अन्य देशहरूले यस्तो अवस्था कसरी व्यवस्थापन गर्छन्, यसको विस्तृत विश्लेषण। अब कार्यक्रमको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण भागमा प्रश्न यही हो, के कृष्ण प्रसाद फेरि पहिले जस्तै सामान्य बन्न सक्छ? हेरौँ आजको विशेष रिपोर्टमा। वन्यजन्तु विशेषज्ञहरूका अनुसार धेरैजसो भाले हात्तीमा मादको अवस्था अस्थायी हुन्छ। सामान्यतया यो अवस्था केही हप्तादेखि 2 महिनासम्म रहन सक्छ, तर अवधि प्रत्येक हात्तीमा फरक हुन सक्छ। यस अवधिमा सबैभन्दा ठूलो जिम्मेवारी हुन्छ हात्ती र मैसो दुई रकी सुनिश्चित गर्नु। र त्यो जिम्मेवारी कसले लिने? चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले पनि यही उद्देश्यका साथ कृष्ण प्रसादलाई निगरानीमा राखेका छन्।
सुरक्षा व्यवस्था कडा भए पनि उसको दैनिक हेरचाह भने निरन्तर भइरहेको छ। माया कम भएको होइन, सावधानी बढेको हो। माहुते सिकन्दर चौधरी अहिले पनि एक्लै आशामा छन्, कृष्णप्रसाद फेरि पुरानै साथी चाहिँ फर्कियोस्। यस घटनाले हामीलाई एउटा ठूलो पाठ पनि सिकाउँछ। जति धेरै वर्षसँगै बसे पनि जङ्गली स्वभाव भएका जनावरमा प्राकृतिक जैविक अवस्था आउँदा व्यवहार परिवर्तन हुन सक्छ। यही हो माद। त्यसैले यस्ता जनावरको व्यवस्थापन विज्ञान, अनुभव र धैर्यका आधारमा गर्नुपर्छ। सामाजिक सञ्जालमा देखिएको एउटा तस्बिरले मात्र सम्पूर्ण कथा बताउँदैन। फलामे साङ्लो देख्दा धेरैलाई दुःख लाग्न सक्छ, त्यो स्वाभाविक हो। तर उपलब्ध जानकारी अनुसार यो सजायका लागि होइन, अस्थायी सुरक्षा उपायका रूपमा प्रयोग गरिएको हो। यस घटनाले वन्यजन्तु संरक्षण कति चुनौतीपूर्ण छ भन्ने पनि देखाएको छ। हात्तीको संरक्षण, कर्मचारीको सुरक्षा र जनताको सुरक्षा बीच सन्तुलन मिलाउनु सजिलो काम होइन छ। हामी सबैको काम भनेको अपुष्ट जानकारी भन्दा तथ्यलाई प्राथमिकता दिनु हो। यदि भविष्यमा निकुञ्जले नयाँ जानकारी सार्वजनिक गर्छ भने त्यसलाई पनि ध्यानपूर्वक हेर्नुपर्छ। हामी आशा गरौँ कृष्णप्रसाद चाँडै स्वस्थ र सामान्य अवस्थामा फर्कियोस् अनि फेरि आफ्ना माहुतेसँग सुरक्षित रूपमा जङ्गलमा काम गर्न सकोस्। यो घटनाले हामीलाई प्रकृति, वन्यजन्तु र संरक्षणको सम्बन्धलाई अझ गहिरो रूपमा बुझ्न प्रेरित गर्छ। तपाईलाई के लाग्छ? यस्तो अवस्थामा निकुञ्जले अपनाएको सुरक्षा उपाय उचित थियो कि अन्य विकल्प खोजिनु पर्थ्यो? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यस्ता तथ्यमा आधारित विशेष रिपोर्टहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल साइकी पोइन्टलाई सब्स्क्राइब गर्नुहोस्। भिडियो लाइक र शेयर गर्नुहोस्। म हुँ तपाईको साथी। आजका लागि यति नै। नमस्कार।